चाहिँ नमस्ते। यो केराले चाहिँ छिटो एनर्जीलाई बढाउने काम गर्छ। मैले यो केरा खाएर फेरि चाहिँ योगा सुरु गर्दैछु। हर कुराहरू जान्ने भने दबाई हाम्रो घर वरिपरि छ। हरेक चिजलाई एउटा चाहिँ तरिकाले खाने हो भने, एउटा सिस्टमले खाने हो भने, अनि दबाई चाहिँ हामी वरिपरि नै छ। अनि तपाईँको पेटको लागि अनि एनर्जीको लागि बिहान खाली पेटमा चाहिँ केरा खाने हो भने यसले धेरै फाइदा गर्छ। रेगुलर नियमित रूपमा युज गर्नुपर्छ बिहान खाली पेट। अनि अब तपाईँको चाहिँ कम्मर सम्बन्धी अनि त्यसपछि गएर फेरि टाउको दुखाइ सम्बन्धी आज मैले चाहिँ एउटा टाउको दुखाइ सम्बन्धी प्लस कम्मर सम्बन्धीको एउटा चाहिँ योगा सिकाउँछु है त। यो टाउको दुखाइ सम्बन्धी जति बेलासम्म तपाईँको टाउको हल्का हुँदैन तबसम्म चाहिँ मान्नुहोस् 5 मिनट 7 मिनट जति चाहिँ गर्नुपर्ने हुन्छ। अर्को चाहिँ तपाईँको चाहिँ कम्मर दुखेको चाहिँ पहिले त यस्तो गरेर बस्नुहोस्। अनि यस्तो गरेर बसिसकेपछि यसरी तपाईँले चाहिँ 8-8 10-10 पल्ट गर्दा पनि हुन्छ। अनि यस्तो गरिसकेपछि तपाईँको कम्मर दुखेको पनि ठिक हुन्छ। अनि तपाईँको चाहिँ टाउको दुखेको पनि ठिक हुन्छ। अनि डेली गर्नुहोस् अनि शरीरलाई स्वस्थ राख्नुहोस्। मैले पनि यस्तै टाइममा थोरै टाइम मिलाएर गर्ने गरेको छु। अनि यसले चाहिँ धेरै फाइदा गर्छ। शरीर बनाउने मात्र नभएर तपाईँको शरीर चाहिँ स्वस्थ पनि रहनमा मद्दत पुर्याउँछ। अनि हस्त धन्यवाद।